आज कहीँ जाउँ न त भनेर निस्केको साथीहरू हामी चाहिँ यसरी अनि हामीलाई चाहिँ रिजनाले बाई गरिसकेको छ। तर हामीलाई चाहिँ हाम्रो चाहिँ बिजोग भयो क्या साथीहरू, बिजोग छ, बिजोग भयो पानी परेको कारणले है। अनि हामीलाई चाहिँ रोडसम्म निस्किनको लागि के हेर्नु न साथीहरू, रोडसम्म निस्किनको लागि हामीले यस्तो खालको जुक्ति लगाउनुपर्छ साथीहरू, किनभनेदेखि पानी परेर बिजोग छ है। गाह्रो छ कहीँ घुम्न डुल्न जाउँ भने पनि पानी परेको कारणले। हुन त बर्खाको बेलामा जहीँ पनि यस्तै अवस्था होला, त्यही पनि यो बर्खामा त कहीँ पनि घुम्न डुल्न जान नहुने हो कि खास त। तर के गर्नु साथीहरू, जान त मन लाग्छ, काम पनि फेरि त्यस्तै बेला आइपर्छ। जे आउँछ मजाले पचाउँछ भने जस्तो आउँछ त्यस्तै टर्छ भनेर हामी चाहिँ लाग्यौँ रिवान्सा पसलमा। यहाँ चाहिँ होइन, यो चाहिँ मेरो साथीको पसल हो, पार्लर। अनि हामी चाहिँ त्यहाँ जाने काम थियो, हामी चाहिँ गयौँ साथीहरू। कहीँ घुम्न डुल्न जानको लागि त मन लाग्छ कि बर्खाको समयमा त्यस्तै। फेरि नानी बाबुहरू भएपछि हामी आमाहरूलाई गाह्रो क्या, जहाँ पुग जस्तो अवस्थामा पुग। तर ठिक्क टाइममा चाहिँ बच्चाहरू लिनको लागि चाहिँ आइपुग्नु पर्ने हुन्छ। पानी परेर कस्तो बिजोग भइरहेको थियो, त्यही पनि गाडी चढेर हत्ता नपत्ता गरेर त आएँ साथीहरू। मेरो छोराछोरी त कति न्यास्राइसकेको थियो, आधी घन्टा नै लेट भइसकेको थियो नि त। कति न्यास्राएर बसिरहेको थियो, ढिला भयो भनेर बिचरा मेरो छोराछोरी माया पनि लाग्यो। अनि मैले चाहिँ यसरी मेरो छोराछोरीलाई सबै स्कुलको विद्यार्थीहरू गइसकेको थियो नि त, गाडीले पुऱ्याइसकेको थियो, बाँकी मेरो थियो। अनि मैले चाहिँ मेरो छोराछोरीहरूलाई लिएर आएँ साथीहरू। पानी परेर बिजोग छ, घरसम्म आउनुको लागि यस्तै छ क्या मेरो चाहिँ। के गर्ने, यस्तै हो जिन्दगी, दुःख सुख र पनि चलिरहेछ चलाएर। तर जिन्दगी भनेको यसरी नै चलिरहेछ है मेरो चाहिँ साथीहरू। नानी बाबुलाई लैजाऊ ल्याऊ, पानी चाहिँ भनेको चाहिँ फेरि नि जब नानीहरूलाई स्कुल लाने बेला अनि स्कुलबाट ल्याउने बेला पर्ने क्या, बिजोग चाहिँ यतिखेरै गराउने हो।